guys. Time भर्खरै अकाउन्ट पिरियड पढेर बसिरहेको यहाँ बम छ न तिमीहरू चिन्दैनौ छैन म गाइजहरू म चाहिँ के अरे भाइलाई ट्युसन पढाएर हल्का आलु साग ल्याउन जान लाग्यो झाडु लास्टै भयो त चिसो रहेछ क्या त धेरै उयो आँखा दिँदा देखेँ क्या काले बाजु म साइकल लिएर आउँदैछु साइकलमा जानु म चाहिँ भर्खरै पढेँ होइन गाइजहरू अब म भात खान्छु हल्का रिमाइन्डिङ गर्दै थिएँ अलिअलि भाइहरू पनि पढिसकेँ अनि म पनि पढेँ हल्का हल्का रिमाइन्ड गरेछु अनि भोलि बिहान छिटै क्लास जान खानासँग बढाएर पनि पकाएँ पकाएँ गाइज हामी चाहिँ भर्खरै पढेर सक्यौँ होइन बाहिर म 10:30 भइसक्यो त भाइले पढाए पनि गुवाक थिएन अहिले चाहिँ राम्रो इन्क्रिज भएर मैले डाइरेक्ट टप हानेको थाहा एक्जाममा 60 ल्याएको मैले अगाडि 0 दिनु पछाडि भइहाल्यो 6 को टेबल भन्दा अनि हामी चाहिँ अब सुत्न लाग्छौँ होइन मैले बिहान छिटै कलेज जानु काले कति कालो कि हाँसे हाँसे गर्छ गाई रे 4 into 2 उपजा 8 कस्तो गर्छ कसले अनि हल्का चिया खान लाग्यो होइन तताएर क्या हो चिया पाक्दैछ यो बुझेन के यस्तो भन्न पाइन्थ्यो ओ यहाँ 4 वटा यहाँ 3 गरेर हेर्न यो आएन सब ऐसा नहीं देखो 60 minus 60 देखो 60 सिक्को 120 यसको लागि बोर्ड बनाइरहेको थियो ड्रइङ होइन अनि यसमा ड्रइङ होइन टाइम पासमा बनाएको टाइम पासमा सब मेरो के यो चाहिँ यसले रातो लगाइदियो कि हरानीले कस्तो राम्रो अनि यो पनि पहिलाको ड्रइङ बाहिर यो चाहिँ 1 वर्ष अगाडि क्लास सायद यो नि बाहिर घाट नआएको मेरो यस्तो राम्रो यस्तो गरेर अनि यो चाहिँ मेरो मास्टर पिस हो ब्याग ब्याग हाम्रो घरमा ब्याग छ मेरो ब्यागको कोई बैग को तो पूछा तू समझा हाँ नहीं तू समझा नहीं नकली बैग रहेछ उहाँ ल्याउनु न कस्तो होला ब्याग कहिले नखोल्नु न भाइ त्यति सक्कल्यो हामी गियर ओए भाइले नि खोजेको कभी भी किसी का हुलिया देख के उसकी औकात का अंदाजा नहीं लगाने का आफूले सानो देखेर यसले अमर छोड्यो कोले ठुकेको यता हामीले छोड्यो नान्ने बिचरा फेरि फेरि अर्को नान ओए नान्ने तँ यस्तो सानो ओए
नचल त ल त्यो रोइदियो यो रोइदियो त्यो रोइदियो प्लेट हान्छ नि तिमीको जाऊ तिमीको नेपाल चिन्दैन भन्नु ल यो चाहिँ हेर खालिदिन्छु हेर्नु बाहिर तर्का जाडो बढिरहेको छ कि गाइसहरू जाडो भइरहेको होइन अनि म चाहिँ भाइको भाइ यति हो गाई सुशील भाइको मेरो त घरमा सुशील भयो खोइ थाहा छैन म त्यहाँ रहेछ नि लगाइदिएको जति ल्याएछ न त्यो राम्रो छ कि आफैले राखेन मैले त्यहाँ गएपछि ल्याएछ न तपाईँ त्यो लानु गाई भनेपछि मा भड्का मार्नेको दाइहरूले पहिलो दिन खसी गरे कसम छैन हानिदिन्छु यिनीहरूलाई दाजुभाइको लडाइँ यस्तो डेन्जर हुन्छ नि मलाई दाइ त कहिले लडेन म त लड्थेन दाइसँग त अब लड्ने हुन्छ किनभने सातो जान्थ्यो त्यसै एक पालिया खल्लास पारिदिन्थ्यो हिजो तपाईँले बनाउनु थियो आज मैले बनाइदिएको बिहान दिएको यो चाहिँ मेरो ड्रइङ कपी गरेको होइन यस्तो खत्तम बार खोजेछ ए मेरो कपी गरेको कि यसले के अरे पागलै रहेछ यहाँ पागल त्यो गाडीले हानिदिन्छ दाइ त्यो टाइम लाग्छ मलाई ओएस कालेर बक्सिङ काले सिकाइदैन उता फर्केर न काले एक बसेर ढाल्नु त काले सिकाइदिन्छ कालेले उता फर्केर त्यो फालेर मार्दै भाइ एउटा डङ्किनीले भाँडामा हाल्दै गाइज ल आज चाहिँ डे 7 है हामी चाहिँ ट्युसन पढेको भाइलाई ट्युसन पढाएको मैले नानु चाहिँ आज फर्स्ट दिन हो भनौँ न अब मै पूजा गर्छु कस्तो छिटो के भने मैले हालिदिने हो यसका पित्र चेक गर्ने के गर्ने नआइदिएला घोडे ला पुरुषले घोडे हाल्नु न बिस्तारै सफा गरेर खाएपछि अहिले सित्तान हुने छ अहिले हो मान्छे हो काट्दै टाउको यताले त के हो त्यसको यता देखाइ त छ मान्छेलाई काट्दै हुन्छ अब हेरे फाल्यो भने यसले काटिदिने झ्याप्प काटिहाल्ने अब हेरे फाल्छ अरे छोड्दैन भाग्छ बर्तन पण्डित बा यस्तै थियो भुटा पहिले बाहिर हाल्नु पर्छ क्या मलाई पो भन्नुभएको नके पोलिसी डर चाहिँ दिनु अहिले आमाले गाली गर्नुहुन्छ अरे घरतिर गरिदियो गाइज यही भने होइन मुत्ते त लाज लाउँदैन यतिकै मुद्दामा ब्लग बनाइराखो क्या ए मेरा ह्यान्डसम बा
आमा बा आमा र भाइ त्यहाँ गाइस हाम्रो माया दिदीले भात हाल्दैन हुन्छ आज आउनु थिएन गाइस आज भाले गेम हुँदै पोथी गेम हुँदैछ त्यहाँ चाहिँ हेर्नु होला फुटबलको मेन खेलाडी क्रिस्टियानो रोनाल्डो क्याप्टेन साहब बस्नुभएछ क्याप्टेन साहब ऊ त्यो त तल कता ए अब हामी लाचुङमा पूजा गर्न आएँ होइन के हो यो कसको हजुरको कुन राम्रो कति हुन्छ यसलाई हाइजमा लानु पऱ्यो भाइ ओइ लो त्यो मिठो गयो यो त कस्तो भएको उडेर हिँड्नै सकेन त रुनु भइछ पढ्न पर्छ भनेर ओ त पढ्यो बस सरर सुत्लास क्या गर्छ तपाईँले क्या गर्छस् तपाईँले गेम खेल्ने अन्त बेसी सबै गर त्यो बेसी हेर्छ नि कि त्यो गेम खेल्ने जिन्दगी तेरो अनुहार देखि हेरेको छैन यसरी त बल्ल देखि गुड भन्नुपर्छ कि लाइफमा सबै कुरो भन्नुपर्छ हेर्नु यो भनेको सेल्फ स्टिक हलुङ के परेको भाइ त्यो कुरा गाई को त नि बाजे चाहिँ हाम्रो हजुरबा अन्थ्यो देखेको बट दादा इसके साथ टेल आज 16 ए फक यो डबल या उसले के त्यसलाई मुनि कसरी गर्छन् नि ए खाटे कि 12 एक कुटे हैन 12 to this 11 12 13 ओइ 3 ओइ 4 ओइ 4 पाँच ओइ दाइ हेरेछ घाँसले बाजे गर्नु आको ओ बधाई 7 8 9 10 11 अगाडि के गर्ने चाहिँ हो यसो गरे नि हुन्छ नि त अनि यसरी उस हुन्छ कि झ्याप्पै मान्दैन कि अनि कसरी गर्यो हस पर्छस् पढेर आउन के भाइ लेख्न पर्छ कि जान्ने हो पढेर दिमागमा घुसिदिन कि अक्षरहरू नहेर क्यारम त नि आज मारे सोसम तेरो बो आज म त सुटिङ साइड पेपर रे अनि यता पढ्न त आउँछ पढ्दै तिमीलाई पढे सुनाइदिए यहाँ के बिहान भइहाल्यो अनि अर्डर
अधक उठेर ए बिहान उठेर केही समय के होइन यहाँ अहिले के गर्यो हलाई के गर्यो बुझ इका हि हलाई इका हि हिँड हिँड्ने 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 बिहान उठेर केही समय हिँड्ने हिँड्ने राम होइन रामनाथको दिनचर्या चर्या हुन्छ है दिनचर्या नै थियो तँलाई फर्स्टमा कका के पढाउनु पर्ने भयो त बुझेन त यो चाहिँ पाउडर छ होइन यिनीहरू गुलाम चोर खेलेको थियौँ यो चाहिँ तार सक्यो होइन गुलाम हुन सकेको छ होइन कतै क्या बा कतै खेल्नु त अब टक्कलाई हाम्रो जहाँ कहाँ चाहिँ अगाडि भिडियो हेर्छु हेर्छ हेर्छ बा हस्दैन यस्तै नै क्या भन्छ होइन अहिले हामीले लिएर जाउँला क्या यहाँबाट सर हाम्रो म यहाँ छ भने आमा भिडियो नै भएन भिडियो भर के हाई गरिदिनु न गर्ने यसरी यसरी के छ आमा ऊ आँटु हाई गर्नु किन अर्ने हो हाई गर्नु न भरे युट्युब गर्नु हाई भन्नु हाई भन्नु न कति नराउ राउ त अफर छ हेर्ने म देखाउँछु न रोकिनु न अहिले चाहिँ म आमा घर छु हेर्न गाइजहरू अनि अब चाहिँ पहचान लाग्यो फेरि म हिजो पूजाको लागि आएको थिएँ आमा घर अनि एउटा झ्यापेन त्यो त्यहाँ हाँसेर बसिरहेको आज फर्किन्छ म लामा चोर अहिले एकछिनमा हेलो गाइस म चाहिँ अहिले आमा घर छु होइन अब पोखर जान लाग्छु म हिजो आएको थिएँ सायद हिजै आएको थिएँ अनि आज फर्किँदैछु आमाले यहाँ सामान लैजालास् भनेर आउनु आएको थियो कि अनि सामान हालेर अब एकछिन आधी घन्टा 1 घन्टामा हिँड्छु घर भन्दै आजको भिडियो चाहिँ कस्तो लाग्यो भनिदिनु होला थ्याङ्क यू एन्ड बाई बाई